कथाउँदै चोरी खान यशोदालाई पारेर हैरान हुन्न र पारे कथाउँदै चोरी खान यशोदालाई पारेर हैरान हुन्न र छोरेको छोसो नाउ भनेको दही चोरेर खाँदा मन रुन्न र बाँसुरीको धुन्चो नाउ भनेको दही चोरेर खाँदा मन रुन्न हामी भजन कीर्तन गाई तिम्रो लीला देखाइदेऊ भक्तलाई हुन्न र बस्छौँ हामी भजन कीर्तन गाई तिम्रो लीला देखाइदेऊ भक्तलाई हुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न कसरी फुकायौ दही त चोर्यौ हन्डी नै फुटायौ हुन्न र बाजे दाम्रो कसरी फुकायौ दही त चोर्यौ हन्डी नै फुटायौ हुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र गोपिनी रुवाको ओठको दही क्या राम्रो चुवाको हुन्न र छोरा सय गोपिनी रुवाको ओठको दही क्या राम्रो चुवाको हुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र बहुचर्चित भए नि तिम्रै नाम छ जुन मन्दिर गए नि हुन्न र मेरा कृष्ण बहुचर्चित भए नि तिम्रै नाम छ जुन मन्दिर गए नि हुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र हामी मिल्दै हुलमा हामीलाई पनि लैजाऊ है गोकुलमा हुन्न र आउँछौँ हामी मिल्दै हुलमा भक्तजनलाई बोलाइदेऊ गोकुलमा हुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र भक्तलाई नचाइदेऊ हुन्न र मेरा कृष्ण आइदेऊ न आइदेऊ कोटेश्वरका भक्तलाई नचाइदेऊ हुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र बाँसुरीको धुन सुनाऊ भनेको दही चोरेर खाँदा मन रुन्न र श्री कृष्ण कन्हैया लालको आजको आनन्दको शान्ति कृष्ण भगवानको जय जय श्री राधे श्याम।